मिल्छ त्यहाँ मिल्छ है ल छाडो त यो पनि ब्याक साइड अफ धरमपुर पुग्यो है साथीहरू यो चाहिँ हामी धरमपुरको बाटो हो यो रमाइलो बाटो आज बिहिबारको राम्रो दिनमा आज अफिस पनि छुट्टी यहाँको चाहिँ स्पेसली बिहिबार चाहिँ भजन हुन्छ यहाँ धरमपुरमा अनि भजन पनि सुन्न पाइहाल्छ हैन यो अजिमाको देउ छेउमा हामी सधैँ आउने कहिले पनि दर्शन गर्न माथि जाने जान ढोका लगाइरहेको हुन्थ्यो जानु पाउनुहुन्थ्यो आज चाहिँ दर्शन गर्न पाएँ ल अहिले म हामी धरमपुरमा होइन यहाँ दाइले चाहिँ यहाँ यमरी हामीलाई प्रसाद दिनुभएको होइन यहाँ दाइले ल हजुर दाइ हजुर हजुर भगवानको दर्शन गरेर यमरी खाएर अब हामी यहाँ लाग्दैछु ल पासीकोटतिर छिर्यो अब हामी त खायो त बहिनीलाई दिने एउटा यमरी भुनी ल बहिनी ल हेलो गुड मर्निङ नानु आज छुट्टी हो अब ल ठिकै छ ल बाई बाई नानु बाई जानु छ पहाडमा कुहिरोको हो साथीहरू पासीकोट हुँदै भित्र बाटो हुँदै अब हामी बुढानीघण्ट स्कुल बुढानीघण्ट हाइवे पुग्यो तिमीलाई साथ लिएर तिमी
तिमीलाई साथ लिएर ल हामी अब चिसेनी मार्गतिर जाँदैछु माथि हाइटतिर यो हावा सररर 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 उड्दैछ यो बादल लुकी छुपी गर्दैछ यो हावा सररर 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 उड्दैछ यो बादल लुकी छुपी गर्दैछ ल आज 1 फिटमै माथि आउन सफल भयो विभिन्न रमाइलो हाइटमा पुगिन्छ रमाइलो ठाउँहरू पुगिन्छ ल आज यमरी पुग्नेको दिन बिदा भएर आज मजासँग किसन दाइ र म चाहिँ आज माथि चिसानी हाइटमा आइपुगेँ होइन अब यहाँ धेरै ठाउँहरू अझ घुम्न जानु छ भयो मनमा राख जीवनभरि यो हावा सररर 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 उड्दैछ यो बादल लुकी छुपी यहाँ ढलान नभए ठाउँमा पुरा ढलान पनि देख्न पाइयो है यो प्रोग्रेस चाहिँ भयो है अब यति चाहिँ ढलान रहेछ अब अर्को चाहिँ बाटो बनाउँदै रहेछ लगभग माथि डाँडासम्मै पुग्नु लाग्यो गुम्बाको ब्याक साइड हो यो है हाम्रो त निस्किनु छ हिमाल पनि सुनको रङ्गमा डाँडामाथि झुक्छ मेरो शिरा सृष्टिकर्ता तिम्रो अघि जीवनभरि जानु छ पहाडमा कोही लड्दै पर्दै आइयो अर्को साइकल लिएर जाँदै एउटा साइकल बल्ल ल ल बाटो अप्ठ्यारो हुन्छ साथीहरू हामी हाइटमा पुग्यो
हेलो हेलो के छ खबर ठिक छ जय साइकल है ल अब यहाँ माथि पुग्यो रमाइलो ठाउँमा ब्लग हो तिम्रो त्यो बासना त्यो होलीमा बगन भएर तिम्रो गाडी फुलहरू पनि गुलियो भएन कडा खाँचो तिमी माने हाल्थेन होइन सबै फेरि बाक्लो ओके आन्टी यहाँ आन्टी कहाँ आएर अस्ति हामी कति रमाइलो गरेर गएको रमाइलो गरेर अनि फर्किने हो है साह्रै रमाइलो छ है आज एकदम रिल्याक्स टाइपले आज कामसाम केही छैन रिल्याक्स टाइपले यहाँ घुमिरहेको छु ल अब ब्याक टु होम ल आज डाँडा गाँडा घुमेर एकछिन घाम तापेर अब फर्किँदैछु चिया खानुभयो खाना खानुभयो ए होइन खाना खाएको छैन अब जाने सबैले हेर्नु त हेलमेट हेलमेट अब यहाँबाट घर पुग्नु